म आज घुम्दै घुम्दै पाल्पा जिल्लामा आएको छु। हेर्न सक्नुहुन्छ भूत खोला एउटा यो झरना हो अनि यसको बारेमा मैले धेरै सुनेको थिएँ। आज म आएको छु यसको बारेमा एउटा सानो क्लिप तपाईँहरूको लागि जानकारी गराउनलाई। क्यामेराम्यान पछाडि आऊ। म घुम्दा घुम्दै भूत खोला पाल्पा जिल्लामा म आएको छु। यो एउटा झरना हो। यो धेरै फेमस झरना हो। फेमस कसरी भयो भने यहाँ अहिलेसम्म 35 जना डुबेर मरिसकेका छन्। 33 जना भन्छन्, दाइले भन्नुभएको छ सेक्युरिटीले 33 जना इन्डियन र 2 जना नेपाली र मोस्टली सबैजना एउटा के छ त्यसमा 35 जना जेन्ट्स रहेछन्, मेल फिमेल एउटा पनि डुबेर मरेको छैन। क्यामेराम्यान अझै देखाऊ। अनि मैले तपाईँले देखाउँछु। यो हेर्नलाई सानो छ, यहाँ चाहिँ 4 फिट गहिराइ छ अनि त्यसपछि उतापट्टि 12 फिट गहिराइ छ, त्यसपछि अझै उता 60 फिट गहिराइ छ। क्यामेराम्यान यता हो फेरि। ल अब फेरि मैले तपाईँले देखाउँदैछु, हेर्न सक्नुहुन्छ त्यो झरनाको गहिराइ हेर्न सक्नुहुन्छ 60 फिट गहिरो छ। फर्स्ट झरना 60 फिट गहिरो। क्यामेराम्यान अलिकति फोकस गरेर देखाउ त। त्यो 60 फिट छ। क्यामेराम्यान अब सेकेन्ड देखाऊ कि यो 12 फिट गहिरो छ। क्यामेराम्यान यता देखाऊ। लगभग यो झरना पनि देखाउ त। यो 5 फिट गहिराइ छ। यहाँ 12 फिट छ, यहाँ 5 फिट छ, यहाँ 60 फिट छ। यहाँ हेर्न सक्नुहुन्छ एकदम डेन्जर ठाउँ लेखेको छ। अहिलेसम्म 35 जना यहाँ मरिसकेका छन् डुबेर। त्यो के छ, एउटा चाहिँ भित्र भनौँ न एउटा चुम्बक जस्तै चाहिँ घुमडी छ क्या त्यहाँ। त्यहाँ गइसकेपछि निस्किन गाह्रो छ। यदि कोही आइरहनु भएको छ यहाँ, कृपया रिक्वेस्ट छ त्यहाँ चाहिँ ननुहाउनु होला। के गर्छन् मान्छेहरू, यहाँबाट कुदेर जान्छन्, यहाँ भित्रबाट छिरेर जान्छन्, यताबाट पनि जान्छन्। यहाँ लेखेको छ भेरी डेन्जर भनेर लेखेको छ। पुरै यहाँ स्टोरी लेखेको छ। हेर्नुहोस् यहाँ डेन्जर पनि लेखेको छ। तर जिद्दी गरेर मान्छे धेरै जान्छन् यहाँ। जिद्दी गएपछि घटना त हुनै हो। मैले रिक्वेस्ट गर्छु, सबले बिन्ती गर्छु, कोही पनि भित्र चाहिँ ननुहाउने गर्नु होला। आउनुहोस्, भिडियो बनाउनुहोस्, टिकटक बनाउनुहोस्, सेल्फी खिच्नु जानुहोस् र यो भिडियो सेयर पनि गरिदिनुहोस्। सबैले जानकारी गराइदिनुहोस् कि कसैको एउटा चाहिँ सेयर गरिसकेपछि कसैको एउटा जान त बचिहाल्छ नि।